Today, I'm going to continue on the message on the intimacy. र आज चाहिँ फेरि पनि हामी अ, अस्तिको वचनलाई फेरि पनि अगाडि बढाउनेछौँ इन्टिमेसीको विषयमा। Yeah, I am very happy to tell you that our God is a God of intimacy. म तपाईँहरूसँग धेरै खुसी छु कि यो कुरा बाँड्नको लागि हाम्रो परमेश्वर चाहिँ सम्बन्ध राख्नुहुने परमेश्वर हुनुहुन्छ। And God, God who really is in intimate relationship with one another amongst themselves, even between Godhead, God the Father, Jesus, and Holy Spirit. They are so close. They are so intimate, close with each other. वास्तवमा परमेश्वर आफै चाहिँ घनिष्ठ सम्बन्ध राख्नुहुने परमेश्वर हुनुहुन्छ र पिता पुत्र र पवित्र आत्मा त्रिएक परमेश्वरको बीचमा पनि त्यो घनिष्ठतालाई हामीले देख्न सक्छौँ। They openly express their love and affection for each other, which is revolutionary. परमेश्वरले नै एकअर्काको त्यो घनिष्ठताको अथवा आत्मीयताको बारेमा उहाँहरू आफैले मजाले बाइबलमा चाहिँ त्यो कुरालाई देख्न सक्छ, आफैले प्रकट गर्नुभयो। God is not very stoic in that he doesn't share his emotion. He keeps within himself. Our God is not like that. र हाम्रो परमेश्वर चाहिँ त्यो आफ्नो भावनाहरू एकअर्कासँग नबाड्ने, मनको कुरा मनमै राख्ने भन्ने खालको परमेश्वर हुनुहुन्न, तर उहाँ चाहिँ आत्मीयता अथवा घनिष्ठताको परमेश्वर हुनुहुन्छ, सबै कुरा बाँड्न चाहनुहुन्छ। As we study continues, you will discover that our God openly tells you that I love you, openly share his affection to the Son. When Jesus was baptized, God the Father came, and then Holy Spirit came in the form of a dove, and then, God uttered, this is the Son whom I love. He openly, in the whole universe, he made that proclamation. You see, our God is a God of intimacy who's able to express those beautiful emotions for one another. र हामीले अझ निरन्तर अध्ययनको क्रममा हामीले यो कुरा देख्न सक्छौँ अथवा पत्ता लगाउन सक्छौँ कि जब येशू ख्रीष्टको बप्तिस्मा भयो त्यहाँनिर पवित्र आत्मा ढुकुरको स्वरूपमा अनि परमेश्वर पिताको आवाज हामीले आकाशवाणीको रूपमा त्यो कुरालाई देख्न सक्छौँ र यो कुराबाट स्पष्ट हामीलाई थाहा हुन्छ कि उहाँहरूले एकअर्कामा घनिष्ठ सम्बन्ध राख्नुहुन्छ भन्ने कुरा हामीले देख्न सक्छौँ। I don't know about your culture, but I came from a Korean traditional culture where र हाम्रो संस्कृतिको विषयमा उहाँलाई थाहा छैन, तर म कोरियन संस्कृतिबाट आएको कारणले गर्दा जहाँनिर चाहिँ I'm sure we're similar in that, especially for men, we have a hard time expressing our our healthy emotion, our good emotion for one another, especially expressing our love and our heart to one another. We don't feel comfortable sharing it. And then when we share it, it feels like it's a sign of weakness. When you become emotional, you think of that as a sign of weakness. कतिचोटि अब हाम्रो संस्कृति एउटै नभए पनि तर यो मिल्न सक्छ होला तपाईँ हामीसँग, किन भन्दाखेरि एउटा कोरियन छोरा मान्छे हामी चाहिँ कस्तो हुन्छ भन्दाखेरि छोरा मान्छेहरूले आफ्नो भावनाहरू आफ्नो खुसीका कुराहरू चाहिँ ओपनली अथवा चाहिँ खुल्ला रूपमा एकअर्कासँग बातचित बाँड्दैनौँ, किनभने हामीलाई त्यो बाँड्दाखेरि त्यो भावनाहरू बाँड्दाखेरि चाहिँ म कमजोरी छु कि भन्ने खालको लाग्न सक्छ। त्यसै कारणले गर्दा कतिचोटि हामी त्यसरी खुल्ला रूपमा बाँड्दैनौँ। When it comes to negative emotion, we express it very well. तर हाम्रो खुसीको कुराहरू चाहिँ हामी त्यति खुल्ला रूपमा बाँड्दैनौँ, तर जुन चाहिँ हामीलाई खराब कुराहरू चाहिँ हामी अथवा चाहिँ नेगेटिभ कुराहरू चाहिँ हामी खुल्ला रूपमा एकअर्कासँग भनिरहेको हुन्छ। When it comes to good, heartfelt, personal emotion to each other, we have a hard time saying it. तर खुसीका कुराहरू चाहिँ हामी एकदमै कठिनसँग मात्रै बाँड्नलाई एकदम कठिन भइरहेको हुन्छ। Like I said, expressing those healthy, good, and emotional things is a sign of weakness in the society, and that is wrong. र कतिचोटि हामीले के चाहिँ हुन्छ भन्दाखेरि
खुसीका कुराहरू सकारात्मक कुराहरू चाहिँ हामीले समाजमा बाँड्दाखेरि हामी चाहिँ खुसीका कुराहरू सकारात्मक कुराहरू बाँड्दा हामी कमजोरी छौँ कि भन्ने खालको सोच छौँ And that is not biblical, and that's not how God is like. अनि त्यो चाहिँ बाइबलीय पनि होइन अनि त्यो परमेश्वर पनि त्यस्तो हुनुहुन्न God, our God is just expresses his emotion to you. He would say when he comes to you, he said, I'm happy to see you. And he would say, I love you. And, John chapter 3, 16 says, I came and, I sent my only begotten son, who came and died for you. And if you look at the Old Testament, without looking at New Testament, even in Old Testament, God expresses his heartfelt emotion to us in a very, very intimate manner. And that's what makes me excited about God. तर परमेश्वर चाहिँ कस्तो हुनुहुन्छ भन्दाखेरि उहाँले चाहिँ स्पष्ट रूपमा आफ्नो प्रेमलाई व्यक्त गर्नुहुन्छ आफ्नो घनिष्ठतालाई व्यक्त गर्नुहुन्छ अनि विशेष गरेर हामीले यूहन्ना 3:16 पनि हामीले हेर्दाखेरि के देख्छौँ भन्दाखेरि उहाँले स्पष्टसँग मैले मेरो पुत्रलाई तिम्रो लागि दिएको छु म आफै एउटा उहाँले आफ्नो पुत्रलाई संसारमा पठाउनु भएको छ भन्ने कुरालाई परमेश्वरले खुल्ला रूपमा चाहिँ प्रकट गर्नुहुन्छ Let me share my personal experience that I had when I came to United States. र पुरानो नियममा पनि त्यो खुसीहरूलाई बाँड्नुहुन्छ र उहाँले एउटा आफ्नो व्यक्तिगत गवाईलाई बाँड्न चाहनुहुन्छ जब उहाँ चाहिँ अमेरिकामा हुनुहुन्थ्यो When I came to Andrews to study for my master's in theology, I had a जब chance उहाँ to go ahead. Yeah. जब उहाँ चाहिँ एन्ड्रुज युनिभर्सिटी जुन अमेरिकामा छ त्यहाँनिर चाहिँ आफ्नो मास्टरको थियोलोजीमा मास्टर गर्न आउनु हुँदाखेरि And then I went to a Pioneer Memorial Church, which is the campus church, university church. So I went there on Sabbath. र जब उहाँ साबतमा चाहिँ त्यहाँको युनिभर्सिटीको चर्च पाइनियर चर्च भन्छ त्यहाँनिर जानुभयो And then after church was over, people who sat in front of my row, the father and son and husband, wife and children, they would stand up, and before they leave the church, they would hug each other, and then they would say, oh, I love you, I care for you, I love you so much. And I was able to see that first time in my life. अनि जब उहाँ चाहिँ त्यो पाइनियर चर्चमा जानुभयो अनि उहाँको अगाडिको बेन्चमा चाहिँ अगाडिपट्टि चाहिँ त्यहाँ परिवार हुनुहुन्थ्यो अनि त्यहाँनिर पुरा सबै बुवा आमा छोराछोरी हुनुहुन्थ्यो अनि त्यो जब चर्च मण्डली सकियो अनि एकअर्कालाई चाहिँ अङ्गमाल गरेर चाहिँ म तिमीलाई प्रेम गर्छु म तिम्रो वास्ता गर्छु भन्ने कुरा उहाँले जीवनमा पहिलोचोटि त्यस्तो कुराहरू देख्नुभयो त्यहाँनिर It was a beautiful sight, and I never seen that in the church. And we go to church and we become very stiff, and we don't. We stay silent, and we need to be holy, and we don't share emotion. And so that was beautiful. That was refreshing. त्यो चाहिँ एकदमै हेर्न लायकको दृश्य थियो किनभने मण्डलीमा कतिचोटि हामी आउँछौँ अनि एकदमै पवित्र जस्तो गरेर बस्छौँ एकअर्काको भावनालाई हामीले सेयर गर्दैनौँ एकदम सोझो भएर बसी पठाउँछौँ तर एकअर्कासँग त्यो त्यसरी खुल्ला रूपमा हामीले प्रकट गर्दैनौँ आफ्नो भावनाहरूलाई अनि तर त्यहाँनिर जुन दृश्य देखेँ त्यो चाहिँ एकदमै चाख लाग्दो दृश्य चाहिँ मैले देखेँ And I look back at my life, and when was the last time that especially me and my dad was able to express our emotion to each other? When was the last time I had that, physical touch with my dad? We hug each other, we touch each other, and we share our love for each other. I had to look back and reflect. अनि त्यो एकदमै घनिष्ठताको त्यो दृश्यलाई मैले देखेपछि म आफ्नो जीवनमा फर्किएर सम्झेँ कि मैले अन्तिमचोटि मेरो बुवासँग कहिले अङ्गमाल गरेको थिएँ त्यस्तो खालको अथवा शारीरिक अङ्गमाल कहिले गरेको थिएँ भनेर मैले एकचोटि सोच्नु पर्यो I could only remember those two occasions where I had a physical touch with my dad. That, first of all, it was when I was growing up, and whenever my dad had to sort of chastise me or spank me, that's the kind of physical touch I had. र
दुईवटा मात्रै त्यहाँनिर 2 चोटि मात्रै यस्तो भएको थियो कि मैले बुवासँग चाहिँ त्यसरी छुवाई भएको कि एकचोटि मेरो शरीर मेरो छातीमा केही समस्या हुँदाखेरि एकचोटि भएको थियो। And I was pretty strong-willed child, and therefore, I got spanked more than the rest of my siblings. I was the first one, and I got the most spank from my dad. अनि म चाहिँ छोराछोरीहरूमध्ये म सबैभन्दा जेठो भएको कारणले गर्दा म अलिकति कठोर खालको थिएँ अनि मेरो बुवाबाट चाहिँ मैले धेरैचोटि पिटाइ खानु पर्थ्यो। And then my dad wanted me to say, like, I'm sorry, I made a mistake. And then I wouldn't say it until I could not take the spanking anymore. And then I said, okay, I'm sorry. अनि I was I उहाँले was चाहिँ not अब wise. उहाँले चाहिँ गल्ती गरेपछि उहाँ अब जेठो हुनुहुन्थ्यो घरमा छोराछोरीहरूमध्ये। अनि उहाँ चाहिँ अब गल्ती गरेपछि चाहिँ मैले गल्ती गरेँ माफ गर्नुहोस् भनेर कहिले पनि भन्नुहुन्थेन। जबसम्म उहाँले पिटाइ भेट्नुहुन्थ्यो अनि चाहिँ ओहो मैले गल्ती गरेँ ल माफ गरिदिनु भनेर अनि मात्रै भन्नुभयो। Unfortunately, that was the kind of physical touch I had with my dad. अनि दुःख लाग्दो तर त्यसरी चाहिँ मेरो शारीरिक छुवाई बुवासँग चाहिँ त्यसरी हुने गर्थ्यो। And second time when I had physical touch with my dad once a month, he would take me and my brother to the public bath because at that time Korea was very poor. None of the house has a capacity to, warm up the water and then have a bath, and hot water was scarce. So we would go to the public bath where we could take bath together. And then at the end of the bath, my father used to really rub our back and everything to make it healthy. And then that was painful. Whatever he used was 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 very painful. And then but we had to endure. So he would rub us, and then by the time he finished rubbing us, we became like really red. once a month or once a week? Once a month. अनि जब उहाँहरू चाहिँ अर्को छुवाई चाहिँ कहिले हुन्थ्यो भन्दाखेरि जब उहाँहरू सानो हुँदाखेरि उहाँहरू दाजुभाइहरूलाई उहाँको बुवाले चाहिँ त्यो सार्वजनिक नुहाउने ठाउँमा जहाँ चाहिँ तातो पानी आउँथ्यो। अनि किन भन्दाखेरि त्यो समयमा कोरियामा आफ्नो घरमा नै तातो पानी आउने त्यस्तो खालको राख्न सकिँदैन थियो। कोरिया गरिब थियो। अनि हामी त्यहाँनिर सार्वजनिक त्यो नुहाउने ठाउँमा जान्थ्यौँ। अनि कतिखेर चाहिँ बुवाले छुनुहुन्छ भन्दाखेरि अब पानीमा खेल्यो अन्तिममा चाहिँ अब यिनीहरू नुहाइसक छिटो भनेर चाहिँ त्यो साबुनले मजाले अब साबुन जुसले केले हुन्थ्यो मजाले ढाड चाहिँ रातो भइन्जेलसम्म मस्काइदिनुहुन्थ्यो। अनि त्यतिखेर त्यो खालको छुवाई चाहिँ मैले भोगेको छु बुवासँगको। That was the second kind of physical touch I had with my dad. First, when I was getting spanked, sorry to say, and second, when he took us to the public bath, and when I was being rubbed by my dad. That's the kind of physical touch I had growing up. अनि त्यो दुई खालको छुवाई चाहिँ बुवासँग कहिले हुन्थ्यो भन्दाखेरि त्यो एकचोटि चाहिँ मजाले गल्ती गरेको बेला पिटाइ खाएको बेला बुवाको हातबाट चड्कनहरू कता कता के ढाडतिर। अनि अर्को चाहिँ बुवासँग नुहाउनु गएको बेला सार्वजनिक धारामा नुहाउनु गएको बेला चाहिँ बुवाले मजाले रातो भइन्जेल ढाड मस्काइदिनुहुन्थ्यो। त्यो खालको छुवाई चाहिँ दुई खालको छुवाई मेरो जीवनको भगाइ छ। I'm sure there's no doubt in my mind that in my heart that my father loved me, and I'm not questioning his love. अनि मलाई पक्का छ कि त्यहाँनिर मेरो कुनै पनि प्रश्न छैन कि मेरो बुवाले मलाई प्रेम गर्नुहुन्छ। And he loved us for sure, but अनि he उहाँले never. Yeah. Go ahead. अनि उहाँले पक्का पनि हामीलाई प्रेम गर्नु त्यो मलाई थाहा छ मेरो हृदयमा थाहा छ। तर I'm sure all of us here, we love our family, we love our wives, we love our children. There's no doubt that we love one another, we love each other. हामी सबैजना यहाँ जति पनि छौँ हो हामीले आफ्नो श्रीमतीलाई आफ्नो छोराछोरीलाई आफ्नो परिवारलाई प्रेम गर्छौँ। त्यो सङ्कोच छैन। त्यसमा दुई मत छैन। And that experience of being, seeing the American family loving each other on Sabbath,
and sharing their hug and physical touch really made me an impression. अनि वास्तवमा जुन त्यो अमेरिकामा जुन दृश्य देखेँ मैले मेरो अगाडि जुन साबतमा एक आफ्नो परिवारलाई एकअर्कासँग अङ्गमाल गरेर जुन चाहिँ प्रकट गरेको आफ्नो प्रेम भावना I said, त्यो once in my life, I would like to have that chance to hug my dad and have that physical touch with him. I want to have it. अनि त्यो दृश्यले म एकदमै प्रभावित भएको थिएँ। त्यसै कारणले गर्दा मैले सोचेको थिएँ त्यस्तो खालको छुवाई चाहिँ मेरो बुवासँग जीवनमा म एकचोटि चाहिँ गर्न चाहन्छु भनेर मैले सोचेँ। I I remember being at someone's really tragic funeral, अनि म चाहिँ एकचोटि एकजना यो मरौ भएको ठाउँमा चाहिँ म गएको थिएँ। and he was late 30s, and his father was in his early 60s, but अनि they didn't have a good relationship growing up. त्यो दुःखद एउटा मरौ परेकोमा मरौ परेको थियो जहाँनिर चाहिँ 30 वर्षको छोरा बितेको थियो तर उसको बुवा 60 वर्षको थियो र उहाँहरूको चाहिँ त्यस्तो घनिष्ठ सम्बन्ध थिएन। And actually, the son was very, very rebellious. अनि त्यो छोरा चाहिँ एकदमै रिसाहा खालको चाहिँ थियो। And he was so rebellious that one time the father, I'm not sure if it's the right thing, but father just kicked him out of the house. अनि यति धेरै अलिकति उयो रिसा खालको कि एकचोटि चाहिँ उसको बुवाले नै घरबाट निकालिदिएको। There was a time when he would sleep on the tree. अनि यस्तो खालको समय थियो कि त्यो छोरा चाहिँ रुखको मुनितिर सुतिन्थ्यो। And then his father could only pray for him. अनि उसको बुवाले चाहिँ मात्र उसको लागि प्रार्थना गर्न सक्थ्यो। He loved him for sure. अवश्य पनि उसको बुवाले प्रेम चाहिँ गर्नुहुन्थ्यो छोरालाई। And then God answered, the parents' prayers. परमेश्वरले चाहिँ अभिभावकको प्रार्थना सुन्नुहुन्छ। And then he met a godly woman, when he went to college. अनि जब त्यो छोरा चाहिँ कलेज गयो र उसले चाहिँ एउटा ईश्वर भक्त राख्ने एउटा महिलालाई भेटायो। That's why finding a right woman, right man in our lives is life changing. त्यसै कारणले गर्दाखेरि एउटा सही महिला अथवा सही पुरुष जीवनमा पाउनु चाहिँ आफ्नो जीवन साथीको रूपमा त्यसले ठुलो जीवनमा परिवर्तन ल्याउन सक्छ। God and Holy Spirit used this, woman, godly woman, to lead at that time her boyfriend back to the church, back to his faith. परमेश्वर पवित्र आत्माको शक्तिद्वारा त्यो ईश्वर भक्त राख्ने त्यो महिलाको कारणले गर्दा त्यो छोरालाई चाहिँ परमेश्वरमा ल्याएको थियो। He came back to the Lord and he got matured. र त्यो छोरा चाहिँ परमेश्वरमा त्यसरी उसको जीवन साथीको कारणले गर्दाखेरि फर्किएको थियो परमेश्वरमा। He came to realize that after all that they went through, he loved his father. अनि ती सबै कुराहरूबाट भएर जाँदाखेरि अनि त्यो छोराले उसको बुवालाई धेरै प्रेम गर्थ्यो। And so he got baptized again, rebaptized. अनि छोराले फेरि पनि पुनर्बप्तिस्मा लियो, फेरि अर्कोचोटि बप्तिस्मा लियो। And then he and his father, definitely had some reunion in the Lord, which was beautiful. अनि अवश्य पनि त्यो बुवा अनि त्यो छोराको चाहिँ परमेश्वरमा फेरि पुनर्मिलन भएको थियो। And then he had to go far away to graduate school to be a dentist, and he was away from home. र उनले चाहिँ अब ग्रेजुएट गर्नको लागि जुन दन्त चिकित्सक हुनको लागि चाहिँ धेरै टाढो गएको थियो र घर छोडेर। One day he heard this tragic news that his father went on a business trip to San Diego. र एक दिन चाहिँ यस्तो घटना सुनेको थियो कि एकदमै दुःखद घटना, उसको बुवा चाहिँ एउटा व्यावसायिक मिटिङमा चाहिँ बाहिर जानुभएको थियो। And he had a heart attack and he died. र त्यो बुवाको चाहिँ अघि छोरा मर्यो भने क्या मैले बुवा बित्नु भएको रहेछ, त्यो बुवाको चाहिँ हृदयघात भएको कारणले गर्दाखेरि बित्नु भएछ।
I had a chance to witness the son, hugging and touching the body of his father, who could no longer express, who could no longer say anything, who could no longer have the warmth. And he was just sobbing, crying, caressing his father's body, expressing his love. I wish you could be here so that I could tell you how much I'm sorry, how much I love you. He was just like going crazy. अनि जब त्यो दुःखद घटना छोराले सुन्यो अनि जब त्यो मैले त्यो देख्ने दृश्य पाएँ त्यो मरौमा कि छोराले चाहिँ आफ्नो बुवालाई एकदमै अङ्गमाल गरेर एकदमै आँसुसहित एकदमै रुँदै रुँदै चाहिँ आफ्नो भएको भावनाहरू पोख्दै थियो। पिता, बुवा तपाईँ यहाँ भइदिएको भए, बुवा तपाईँ जीवित भएको भए म तपाईँलाई कति प्रेम गर्छु, म कति तपाईँप्रति धन्यवादी छु भन्ने खालको त्यसरी रुँदै रुँदै त्यो मृत शरीरलाई जुनले चाहिँ जवाफ पनि दिन सक्दैन, त्यो मृत शरीरलाई चाहिँ अङ्कमाल गर्दै एकदमै दुःख पोखिरहेको थियो। त्यो दृश्य चाहिँ मैले देखेँ त्यहाँनिर। He wished that the son wished that he had even a moment, even a second to tell him how much he respect him and love him, but he could no longer hear. He could no longer respond to anything that he was sharing with big tears in his eyes. र उसले साँच्चीकै यस्तो चाहेको थियो कि एक पलको लागि मात्रै भए पनि, एक पलको लागि मात्रै भए पनि त्यहाँनिर बुवा भइदिए। उसले कति प्रेम गर्छु, तपाईँलाई कति प्रेम गर्छु म भन्ने कुरा बताउन पाए भन्ने खालको त्यो भावनाहरू प्रकट गरिरहेको थियो। That's where I came to realize, witnessing witnessing that funeral, witnessing that son's agony, made me realize that if I have anything positive to say, if I have anything that I want to say from my heart, I cannot withhold it. I cannot wait for another chance. I need to share it. I need to do it right now, right away, no matter what. त्यो जुन दृश्य मैले देखेँ, त्यो जुन त्यो पीडा, त्यो छोराको पीडा बुवा त्यहाँ जीवित भइदिए भन्ने खालको त्यो पीडा जुन मैले देखेँ अनि त्यो कुराले मलाई के कुरा रियलाइज गरायो भन्दाखेरि मैले चाहिँ कुनै पनि अवसर छोड्नु हुँदैन कि त्यस्ता कुनै पनि भावनाहरू प्रकट गर्नु छ भने मैले कुनै पनि त्यस्तो अवसर छोड्नु हुँदैन रहेछ भन्ने कुरा मैले बुझेँ। That's why when Jesus was baptized, God the Father did not send his ambassadors, did not, say that, oh, sorry, I can't be there. But God the Father stopped everything, came down. Holy Spirit stopped everything, came down, and to be with Jesus. And not only that, he was ever present in his heart, in his mind, in his soul. And God the Father, proclaimed throughout the universe how much he loved his son by making it public. I said, this is the son whom I love. And then Holy Spirit came down like a dove. And time is now. We cannot wait for that any longer. We dare not wait until funeral. Time is now. And I said, I want to have that meaningful encounter with my dad now. त्यसै कारणले गर्दाखेरि हो त्यस्तो खालको त्यो प्रकटीकरण चाहिँ जुन हामीले परमेश्वरको त्यो प्रेमको प्रकटीकरण चाहिँ हामी देख्न सक्छौँ जब आफ्नो पुत्र येशू ख्रिस्टले चाहिँ बप्तिस्मा लिएर उठ्नुभयो। त्यो प्रेम चाहिँ परमेश्वरले ब्रह्माण्डीय अथवा चाहिँ सबैको अगाडि चाहिँ परमेश्वरले त्यो प्रकट गर्नुभयो कि पवित्र आत्मा पनि त्यहाँनिर आउनुभयो। त कुनै पनि परमेश्वरको एजेन्टहरूलाई कुनै पनि अरू कुरालाई म भ्याउँदिनँ भनेर अरूलाई पठाउनु भएन, तर परमेश्वरले त्यो खुसी चाहिँ व्यक्त गर्नुभयो। पवित्र आत्मा ढुकुर चाहिँ ओर्लिनु भयो अनि परमेश्वरले आकाशवाणीको रूपमा त्यहाँनिर के आयो भन्दा यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्न छु भनेर परमेश्वरले चाहिँ त्यो खालको भावना त्यहाँनिर प्रकट गर्नुभयो जुन आफ्नो छोराप्रतिको प्रेमलाई हाम्रो अगाडि प्रकट गर्नुभएको छ र त्यो खालको भावना चाहिँ हामीसँग हुनु पर्दछ। Thank you so much. At that time, I was in my early 30s and I was already married and I was already had
3 children. र त्यो समयमा जब त्यो when you attended funeral No, yeah. Well, after that, I forgot all about it, and then I, ended up going to this church, and that's where I experienced this tragic encounter ओके with the ओके father ओके and son. So that's when I was like in my early 30s. जब उहाँ चाहिँ त्यो 30 वर्षको हुँदै हुनुहुन्थ्यो त्यो कुरालाई उहाँले महसुस गर्नुभयो त्यो जुन चाहिँ दृश्य देख्नुभयो अमेरिकामा अनि उहाँले चाहिँ त्यो कुरालाई बुझ्नुभयो And so I said to myself, like, even though I'm married and I have kids and I have a wife, and I said, man, I miss my father in that I want to have that, meaningful heart to heart dialogue with my father. I want to feel his body. I want to feel his warmth. I want to have that physical touch with my dad while he's alive, because even for my dad, he has some health problem and he had to retire early. I said, you never know what's going to happen. I have to meet my dad. अनि त्यो जुन अमेरिकामा त्यो दृश्य देख्नु भएको थियो अनि त्यस पछाडि त्यतिखेर चाहिँ उहाँले विवाह पनि गरिसक्नु भएको थियो छोराछोरी थियो अनि त्यो दृश्य देखेपछि एकदमै हृदय स्पर्शी हृदयबाट चाहिँ यो खालको भावना आयो कि मैले मेरो बुवालाई एकचोटि अङ्कमाल गर्न पाऊँ बुवालाई म भेटु चाहिँ बुवासँग मेरो हृदयको कुराहरू चाहिँ व्यक्त गर्न पाऊँ भन्ने खालको भावना ममा आयो And so I went to Korea to meet my dad. अनि त्यसै कारणले गर्दाखेरि पछि मसँग समय हुँदैन जसरी भए पनि मैले भेट्नुपर्छ भनेर अनि म बुवालाई भेट्न कोरिया गएँ My main purpose of visiting my dad at that time was to be able to hug my dad and to share my healthy emotion with my dad. I just अनि spent so much money going to Korea to hug and have a physical touch with my dad because that was so important to me. अनि त्यसै कारणले गर्दा म धेरै खर्च गरेर चाहिँ म कोरिया आएँ किन भन्दाखेरि त्यो महत्त्वलाई त्यो दृश्य म देखेँ म रोक्न सकिनँ अनि म कोरिया आएँ अनि खर्च गरेर अनि त्यसको मेरो खास उद्देश्य चाहिँ मेरो बुवालाई मैले अङ्कमाल गर्न पाऊँ भनेर एउटा शारीरिक छुवाई बुवासँग चाहिँ गर्न पाऊँ भन्ने उद्देश्यका साथ चाहिँ म गएको थिएँ अनि कोरिया फर्केको थिएँ If I know God and then God helps me, God is someone who wants to see me being closer to my family, closer to my dad and mom, closer to my siblings, closer to my wife and children, then I need to do everything I can as the Holy Spirit empowers me. I need to be an agent of bringing people closer as a family man. म एउटा परमेश्वरको छोरा भएको खातिर अथवा चाहिँ मैले परमेश्वरको परिवारमा भएको कारण त मैले आफ्नो छोराछोरीलाई आफ्नो परिवारलाई चाहिँ अङ्कमाल गर्ने अथवा चाहिँ प्रेम गर्ने प्रेम व्यक्त गर्ने प्रकट गर्ने जुन कुरा चाहिँ पवित्र आत्माले हामीलाई प्रेम प्रकट गर्नका लागि अभिप्रेरित गर्नुहुन्छ त्यो कुराहरू प्रकट गर्ने र एउटा एउटा नजिकतामा ल्याउने विशेष व्यक्ति चाहिँ तपाईँ अनि म चाहिँ हुनुपर्छ भन्ने कुरा मैले बुझेँ As we get closer to God, this is the beauty of Christianity. As we get closer to God, as God becomes closer to us, as much as He's close to us, as we get closer to God, we learn to be closer to one another on a human level. अनि यो एउटा क्रिस्चियन एउटा विश्वासी हुनुको सुन्दरता चाहिँ अथवा क्रिस्चियनिटीको हुनुको सुन्दरता चाहिँ के हो भन्दा जति तपाईँ र म परमेश्वरको नजिकतामा जान्छौँ जति परमेश्वरसँग हाम्रो घनिष्ठता बढ्छ त्यति नै हाम्रो मानिसहरूसँगको घनिष्ठता बढ्दै बढ्दै जान्छ कति अचम्मको कुरा then it starts restoring our vertical relationship with Him. When you are closer to God vertically, we learn to be closer to each other horizontally. It is just an overflow of our relationship with God affects every areas of our lives. And that's how I would like to believe our faith. र त्यसै कारणले गर्दाखेरि जब हामी चाहिँ परमेश्वरसँग
यस्तो सिधा परमेश्वरसँगको सम्बन्ध चाहिँ हाम्रो बलियो हुन्छ। पहिला हाम्रो सिधा ठाडो सम्बन्ध भन्ने, अनि त्यस पछाडि र हाम्रो तलको जुन मानिससँगको चाहिँ होरिजेन्टल भन्छौँ, र त्यो सम्बन्ध चाहिँ बलियो हुन्छ। हाम्रो जीवनको सबै कुराहरू चाहिँ बलियो, राम्रो, असल हुँदै जान्छ। If our God is a God of intimacy, then we are together with God to promote this connection with one another. We are to help people to get closer, not to be farther away. र त्यसै कारणले गर्दा तपाईँ र म चाहिँ परमेश्वरको प्रेमलाई प्रकट गर्ने र तपाईँ र म चाहिँ त्यसलाई अझ बलियोसँग प्रस्तुत गर्ने चाहिँ हुनुपर्दछ। I said to myself, I'm going to learn everything I need to learn, how I can be closer to my wife, how I can be closer to my children, how I can be closer to my friends and relatives, how I can be closer to people in this world. I need to learn about this intimacy, and that's why I study for my PhD and study throughout the Bible, and I ended up writing a book in English and Korean on about this intimacy, and I want to tell you that God wants more than anything. God wants more than sacrifice, more than anything that you can do for God. God wants more than anything is for his relationship with us to be closer than ever every days of our lives. र परमेश्वरमा चाहिँ मैले के कुरा बुझेँ भन्दाखेरि, मैले के कुरा बुझेँ, मैले के आफैलाई भने भन्दाखेरि, मैले मेरो श्रीमतीसँग नजिक हुनका लागि, मेरो छोराछोरीसँग, मेरो नरनाता आफन्त, मेरो साथीभाइ मित्रहरूसँग घनिष्ठता हुने चाहिँ प्रत्येक एक कुरा चाहिँ म अध्ययन गर्नेछु भनेर मैले त्यसमा चाहिँ पिएचडी पनि गरेँ। अनि मैले पछि गएर कोरियन अनि इङ्ग्लिसमा पुस्तक पनि लेखेँ। अनि परमेश्वरले चाहिँ तपाईँ र म घनिष्ठ भएको चाहिँ कुनै पनि बलिदान भन्दा, कुनै पनि कुरा भन्दा प्रत्येक दिन उहाँसँगको घनिष्ठतामा बढेको चाहिँ परमेश्वर हामीबाट चाहनुहुन्छ। प्रत्येक दिन उहाँको नजिकतामा बढेको र उहाँसँगको सम्बन्धको घनिष्ठतामा बढेको। Amen. Before I continue my story, I'm going to share something really powerful from the Word of God. If you read John chapter 17, verse 3, write it down. John 17, verse 3. र यूहन्ना 17:3 म तपाईहरुलाई भन्न चाहन्छु। And John's chapter 17, verse 3, it says that eternal life is to know God. Knowing God is eternal life. र यहाँनिर चाहिँ के छ भन्दाखेरि अनन्त जीवन चाहिँ यही हो कि तपाईले येशू ख्रिस्टलाई चिनुन्, तपाईले पठाउनु भयो कि येशू ख्रिस्टलाई चिनुन्, अथवा चाहिँ अर्को भाषामा भन्ने हो भने परमेश्वरलाई चिन्नु जान्नु चाहिँ अनन्त जीवन हो। I want us to meditate John 17 verse 3. I meditate on that a lot. र म चाहिँ यो यूहन्ना 3को 17 पद चाहिँ मनन गर्न चाहन्छु। And we tend to think that, oh yeah, I believe in Jesus. Yes, I believe in Jesus, so I have eternal life. We tend to think that way. म चाहिँ येशू ख्रिस्टलाई विश्वास गर्छु, म चाहिँ ख्रिस्ट येशूमा विश्वास गर्छु र मसँग चाहिँ अनन्त जीवन छ भनेर कतिचोटि तपाईँ र म सोच्छौँ त्यो कुरा। There's nothing wrong with that, but there's something deeper than that. Eternal life is something deeper than that. तर अनन्त जीवन चाहिँ अझ त्यो भन्दा गहिरो कुरा हो। त्यो भन्दा गहिरो कुरा हो। It's more than just I believe in Jesus, so I have eternal life. I'm not going to die. I'm going to live forever. No, there's more to it than that. It's more beautiful than the way we tend to think in our mind. र त्यो चाहिँ जुन मैले येशू ख्रिस्टलाई विश्वास गरेको छु, मसँग अनन्त जीवन छ, म चाहिँ बाँच्छु, अनन्तको लागि बाँच्छु भन्नु भन्दा त्यहाँ गहिरो कुरा छ। त्यो त्यहाँनिर चाहिँ अझ गहिरो कुरा चाहिँ हामीले पत्ता लगाउन सक्छौँ। Eternal life is not something that you can possess per se. अनन्त जीवन चाहिँ हामीले बोकी ल्याउने कुरा होइन, अथवा हामीसँग भएको कुरा होइन। And eternal life is something that you become in relationship. तर अनन्त जीवन चाहिँ के हो भन्दाखेरि
त्यो चाहिँ सम्बन्धमा हामीले प्राप्त गर्ने कुरा हो। Kind of relationship that we have with Jesus determine whether or not you and I will experience eternal life or not. र तपाईँ र मैले चाहिँ यसो ख्रिस्टमा चाहिँ त्यो अनन्त जीवन चाहिँ प्रत्येक दिन अनुभव गर्दै जाने कुरा हो। Kind of relationship here is actually referred in Greek ginosko. The knowing here is Greek word ginosko. र त्यहाँनिर जुन उहाँलाई चिन्छु उहाँलाई जान्नु भन्ने शब्द चाहिँ ग्रिकमा गिनोस्को भनेर भनिन्छ। This ginosko, the word ginosko, is a very powerful word. र गिनोस्को भन्ने शब्द चाहिँ एकदमै शक्तिशाली शब्द हो। The ginosko is the very word that was used in Matthew before, it says, before Joseph knew Mary. Mary was conceived of a child. र गिनोस्को भन्ने शब्द चाहिँ यहाँनिर मत्तीको पुस्तकमा प्रयोग गरेको छ र योसेफले मरियमलाई जान्नुभन्दा अगाडि मरियमले गर्भधारण गरेको थिइन्। Ginosko here is referring to the sexual, intimate knowing between husband and wife. र गिनोस्को भन्ने शब्द चाहिँ यो एउटा श्रीमान श्रीमतीमा हुने जुन घनिष्ठता छ त्यो कुरालाई प्रकट गरिएको छ। Between human relationship, think about this. Between human relationship, in any human relationship, the relationship between husband and wife are called to be the most intimate one. र कुनै पनि सम्बन्धमा तपाईसँग भएको कुनै पनि सम्बन्धमा सबैभन्दा घनिष्ठता अथवा नजिकको सम्बन्ध भनेको चाहिँ एउटा श्रीमान र श्रीमतीमा हुने सम्बन्ध हो। Not only they share their lives together, their heart together, their mind together, their body together, they share that intimate act together through which we, woman bear a child. And so I would not be here if mom and dad had that moment of ginosko. If they didn't ginosko each other, I wouldn't be here. र यो सम्बन्ध चाहिँ कस्तो हो भन्दाखेरि एउटा श्रीमान र श्रीमतीको जुन सम्बन्ध छ गहिरो सम्बन्ध छ त्यो सम्बन्धलाई व्यक्त गर्दछ। यदि त्यहाँनिर बुवा र आमाको बीचमा त्यो गिनोस्को भन्ने कुरा नभएको भए तपाईँ र म हुँदैन थियौँ। If our parents didn't ginosko, none of us would be here. र त्यतिको अझ एउटा श्रीमान श्रीमतीमा के भन्नुभयो भन्दाखेरि चाहिँ हाम्रो जीवन मात्रै सँगै व्यतीत गर्ने कुरा होइन, हाम्रो मन मस्तिष्क भावना विचार अथवा शारीरिक कुरा पनि एकअर्कासँग एकै भएर जुन व्यतीत गर्ने कुरा हो। त्यसै कारणले गर्दाखेरि बुवा र आमाको बीचमा जुन हुने सम्बन्ध घनिष्ठता छ त्यसलाई चाहिँ गिनोस्को भनेर भनियो र गिनोस्को बिना चाहिँ तपाईँ र म यहाँनिर हुँदैन थियौँ भनेर John, the author John, book of John, is sharing something revolutionary about our relationship, the nature of our relationship with God. I want us to understand this passage. I want us to be awakened by this revolutionary insight John shares with us about the nature of our relationship with God and with each other. र यहाँनिर योहन्नाले चाहिँ एकदमै खतरनाक अथवा चाहिँ भनौँ एउटा एकदम अचम्म तरिकाले यहाँनिर कसरी बुझाउन खोजिरहेको छ भन्दाखेरि कि परमेश्वर र हाम्रो बीचको सम्बन्ध चाहिँ एकदमै घनिष्ठ यति घनिष्ठ भन्ने कुरालाई बुझाउन खोजिरहेको छ। त्यस्तो खालको घनिष्ठ सम्बन्ध चाहिँ परमेश्वर हाम्रो बीचमा छ भन्ने कुरा। If we only know God in our head, intellectually, if we only know God in our head, intellectually, or in our knowledge, then we don't know God enough. यदि तपाईँ र मैले चाहिँ हाम्रो मस्तिष्कमा मात्रै हाम्रो समझले मात्रै परमेश्वरलाई चाहिँ चिनेका छौँ भने बुझेका छौँ भने हामीले पूर्ण रूपमा परमेश्वरलाई चिनेको छैनौँ। Even if you can recite the scripture, even if you can memorize the scripture, if it's only providing your head knowledge,
then we don't know God. यद्यपि तपाईँ र मैले वचन पढे तापनि यद्यपि तपाईँ र मैले वचनहरू याद गरे तापनि त्यो कुरालाई मनन गरे तापनि तर तपाईँ र मसँग चाहिँ त्यो घनिष्ठता छैन भने हामीले परमेश्वरलाई पूर्ण रूपमा चिनेका छैनौँ अझै पनि। Even if you have so much knowledge about the Bible in your head and you're able to defend your faith, you're able to witness for Christ. If you don't know God in person, the way that the husband and wife are called to know each other on a honeymoon day, if we don't experience God in that way, then we don't know him. र यद्यपि तपाईँ र मसँग बाइबलको पूर्ण ज्ञान होला, यद्यपि तपाईँ र मसँग चाहिँ परमेश्वरको वचन प्रचार गर्ने ज्ञान होला, तर तपाईँ र मेरो सम्बन्ध चाहिँ जुन चाहिँ एउटा श्रीमान र श्रीमतीको, एउटा महिला र पुरुषको जुन हनीमुनमा हुने सम्बन्ध हुन्छ, एकदमै घनिष्ठताको सम्बन्ध, त्यो खालको सम्बन्ध चाहिँ परमेश्वरसँग हाम्रो छैन भने हामीले परमेश्वरलाई पूर्ण रूपमा चिनेका छैनौँ। Having faith in God is more than, oh, I believe in Jesus, yes, I believe that he died for me. It's more than that. It's heartfelt. It is experiential. It is intimate. It is personal. It is private. We need to know him intimately in that way. And that's what knowing him is all about. And that's what eternal life is all about. परमेश्वरलाई चिन्छु र मसँग अनन्त जीवन छ भन्ने कुरा साधारण कुरा मात्रै नभएर वास्तवमै परमेश्वरलाई चिन्नु भनेको चाहिँ उहाँसँगको घनिष्ठतामा सबै कुरा चाहिँ परमेश्वरसँग नजिकतामा रहेर बुझ्नु अथवा परमेश्वरसँग नजिकतामा बढ्नु चाहिँ त्यो चाहिँ हाम्रो वास्तविक अनन्त जीवन हो। That's why when Jesus comes back, if Jesus at the gate of heaven, let's say, he would only have one question to ask. र सोच्नुहोस् कि एकचोटि जब येशू ख्रीष्ट आउनुहुन्छ र अथवा चाहिँ उहाँ चाहिँ स्वर्गको द्वारमा चाहिँ उहाँ उभिनुहुन्छ र उहाँसँग एउटै मात्रै प्रश्न हामीसँग सोध्नका लागि हुनेछ। He would say, do you know me? येशू ख्रीष्टले भन्नुहुनेछ कि के तिमीले मलाई चिन्दछौ? Oh, one of the saddest things to hear from our Lord. यो That चाहिँ he's, एकदमै दुःखद कुरा जुन चाहिँ हाम्रो परमेश्वरबाट सुन्निने, one of the worst thing we can hear from God on that resurrection day, that he would say, if he says, I do not know you, अनि एउटा एकदमै दुःखद लाग्दो समाचार चाहिँ जुन त्यो पुनरुत्थानको दिन के हुनेछ भन्दाखेरि म तिमीलाई चिन्दिन भन्ने खालको शब्द हामीले सुन्यो भने त्यो चाहिँ सबैभन्दा दुःख लाग्दो समाचार हाम्रो लागि हुनेछ। again, I want to say that we may know so much about God, but that's not really knowing him. म फेरि पनि तपाईँलाई भन्न चाहन्छु, हामीले परमेश्वरको बारेमा धेरै ज्ञान छ होला, तर वास्तवमा परमेश्वरलाई वास्तविक रूपमा चिन्नु भनेको त्यति मात्रै होइन। Knowing about God helps you. Knowing about God can be the beginning of knowing God, but it is not equal as knowing God. And परमेश्वरको बारेमा ज्ञान हुनु, परमेश्वरको बारेमा थाहा हुनु भन्ने कुरा हुन सक्छ, यो ठिक हो, तर यो एउटा सुरुवाती मात्रै हो, तर त्यतिले मात्रै पुग्दैन कि परमेश्वरसँगको अनन्त जीवनमा हुनुपर्ने कुरा। and this is the most important point that I want to share. र यो is चाहिँ that एकदमै महत्त्वपूर्ण यहाँनिर बुँदा रहेको छ जुन चाहिँ म तपाईँहरूलाई बाँड्न चाहन्छु। knowing about God is not knowing God, परमेश्वरको बारेमा जान्नु चाहिँ परमेश्वरलाई जान्नु होइन, and knowing God is not just simply saying, I believe in Jesus. It's more than that. र परमेश्वरलाई जान्नु भनेको चिन्नु भनेको चाहिँ म परमेश्वरमाथि विश्वास गर्छु मात्रै भन्नु होइन, त्योभन्दा धेरै छ। And knowing God, knowing him personally, knowing him experientially, knowing him heart to heart, knowing him through our daily lives with him, knowing him through having that personal living relationship with him is eternal life. र वास्तवमै परमेश्वरलाई नजिकताबाट चिन्नु अथवा साँच्चै जान्नु भनेको व्यक्तिगत रूपमा परमेश्वरलाई चिन्नु, हाम्रो प्रत्येक दैनिकी हरेक कुरामा परमेश्वरलाई चिन्नु, हामीसँग जीवनमा भएको सबै कुरामा उहाँलाई राखेर उहाँसँग
त्यो सम्बन्ध राख्नु, त्यो चिन्नु हो। अनि त्यस पछाडि मात्रै हामीले त्यसलाई अनन्त जीवन भन्न सक्छौँ। Are you understanding it? Are you understanding that what I'm trying to share? This is more than important. This is really, really the essence of the gospel. And knowing God, going Him, intimately knowing God, experientially knowing God, experiencing God is eternal life. र मैले तपाईँलाई भन्न खोजेको तपाईँले बुझ्दै हुनुहुन्छ कि मैले चाहिँ जुन परमेश्वरसँगको सम्बन्ध व्यक्तिगत रूपमा अथवा चाहिँ हाम्रो भावनाका प्रत्येक कुरा, हृदयदेखि हृदय, भावनादेखि भावना, प्रत्येक कुरा चाहिँ परमेश्वरसँग जोडिनु, परमेश्वरसँगको घनिष्ठतामा, नजिकतामा रहनु, त्यो चाहिँ हो अनन्त जीवन। This is the beauty of the gospel. This is beauty of God. And I want to say it one more time. And sorry for being repetitive, because this is just more than important. And I want to drive this message home. And so please hear me out. And I want to tell you today र यो that चाहिँ वास्तविक सन्देश हो, वास्तविक सुसमाचार हो। म तपाईँलाई अझै फेरि पनि दोहोऱ्याउँदैछु, किनभने यो एकदमै महत्त्वपूर्ण छ र तपाईँले आज सुन्नुपर्ने हुन्छ। if you come to experience Him in your daily lives, as you go through what you go through now, where you are now, being in Nepal, if you experience the Holy Spirit touching your heart, if you experience God, being with you right now and inspiring you right now, God is talking to you right now, God is walking with you right now, God is leading you, directing you, guiding you. If you experience God now, you already have eternal life. Amen. आमेन। त्यसै कारणले गर्दा यदि तपाईँ र मैले हाम्रो दैनिकी अनुभवमा, दैनिकी दिनचर्याको अनुभवमा परमेश्वरसँग तपाईँ बोल्दै हुनुहुन्छ, परमेश्वरसँग तपाईँ हिँड्दै हुनुहुन्छ, परमेश्वरसँग तपाईँले आफ्नो भावना व्यक्त गर्दै हुनुहुन्छ, परमेश्वरसँग तपाईँले आफ्नो जीवनको प्रत्येक कुराहरू चाहिँ राख्दै हुनुहुन्छ र उहाँसँगको त्यो घनिष्ठता छ भने चाहिँ अनन्त जीवन त्यही हो। आमेन। You don't have to wait until Jesus comes back to have eternal life. र अनन्त जीवन चाहिँ आज हो, अहिले हो। र त्यसै कारणले गर्दा तपाईँले येशू ख्रीष्ट आइन्जेलसम्मको त्यो अनन्त जीवन पर्खिराख्नु पर्दैन र त्यो खालको घनिष्ठता चाहिँ वास्तविक त्यो गिनोसको हो भन्ने कुरा भन्दै हुनुहुन्छ। If you have personal, experiential, if you have that daily relationship with Him, the living relationship with Him, like the way you have it with your wife and your children, your family, when you have that, daily walk with God, relationship with Him, and have a testimony of knowing God, my friend, you have eternal life. र त्यसै कारण यदि तपाईँ परिवारसँग, आफ्नो छोराछोरीसँग जस्तो एउटा सम्बन्ध तपाईँले व्यतीत गर्नुहुन्छ, आफ्नो श्रीमतीसँग, आफ्नो व्यक्तिगत भावनात्मक, आफ्नो शारीरिक सम्बन्ध जसरी हामीले आफ्नो परिवारसँग चाहिँ बाँडचुँड गर्छौँ, त्यो खालको सम्बन्ध यदि तपाईँ र मेरो परमेश्वरसँग आजको दिन अहिले चाहिँ त्यो खालको सम्बन्ध छ भने त्यो हो अनन्त जीवन। आमेन। So the quality of our relationship with God, what र त्यो qualifies our relationship with God is personally knowing Him, kinoskoing Him. And you can have the quality of eternal life now, when you come to know Him daily, every day, and as you grow in Him. And then when Jesus comes, the quantity of eternal life comes to you, that you never die, you will live forever. But the quality of eternal life starts now when you and I learn to kinosko Him, know Him intimately. Amen. Isn't this so आमेन। beautiful? यदि तपाईँ र मेरो सम्बन्ध, यदि तपाईँ र मेरो प्रत्येक दैनिकी भावना, विचार र हाम्रो सबै कुराहरू चाहिँ परमेश्वरसँग अहिले नै त्यो सम्बन्ध, त्यो खालको सम्बन्ध चाहिँ, घनिष्ठता चाहिँ अहिले नै छ भने, जुन हामीले परमेश्वरसँग अहिले नै गिनोसको खालको जुन सम्बन्ध, एकदमै घनिष्ठताको सम्बन्ध अहिले व्यतीत गर्छौँ भने, र त्यही नै हो हाम्रो अनन्त जीवन।
र Yeah. तपाईँसँग अनन्त जीवन छ। आमेन। Amen. Amen. That's why आमेन। the Bible, that's why John 17:3 is so powerful. Eternal life is to know God. Knowing God is eternal life. Eternal life is knowing God. It speaks of त्यस quality. It speaks of quality now. And and when you have that quality, you're gonna have quantity. And that's why my relationship with my dad, once I have that quality of life with God, then I want to have the quality of life with my father, with my mother who died a long time ago. I couldn't have it, but my father was still alive in Korea back then. I wanted to have that intimate relationship with my dad, and that's why I went to Korea. र यूहन्ना 17:3 जुन चाहिँ एकदमै शक्तिशाली वचन छ, त्यसै कारणले गर्दा परमेश्वरलाई चिन्नु नै अनन्त जान्नु नै अनन्त जीवन हो भन्ने कुरा त्यहाँनिर व्यक्त गरिएको छ। तपाईँ र मेरो त्यो गुणस्तरीय सम्बन्ध हामीले जसरी आफ्नो परिवारसँग अथवा आफ्नो श्रीमतीसँग दैनिकी रूपमा हामीले व्यक्त गर्छौँ, जुन खालको सम्बन्ध हामीले प्रकट गर्छौँ प्रस्तुत गर्छौँ, त्यो घनिष्ठता सम्बन्ध परमेश्वरसँग, त्यो गुणस्तरीय सम्बन्ध हामीले परमेश्वरसँग व्यतीत गर्छौँ भने र त्यो चाहिँ हाम्रो अनन्त जीवन हो। र अन्तिममा येशू ख्रीष्ट जब आउनुहुन्छ त्यतिखेर हामीले चाहिँ त्यतिखेर चाहिँ हामीले गुणस्तर सँगसँगै त्यो क्वान्टिटी भन्छ, त्यसलाई के भन्छ, त्यो त्यो चाहिँ हामीले प्राप्त गर्दछौँ कि त्यसमा चाहिँ हामीले अनन्त जीवन, कहिले पनि नमरेको जीवन प्राप्त गर्दछौँ। तर गुणस्तरीय जीवन व्यतीत गर्ने भनेको चाहिँ अहिले हो। त्यसै कारणले गर्दा मैले पनि जब यो कुरालाई बुझेँ अनि परमेश्वरसँगको त्यो घनिष्ठतालाई मैले बुझेँ र मेरो बुवासँग मैले भेट्ने मन गरेँ, मैले भेट्ने इच्छा लाग्यो। त्यतिखेर मेरो बुवा जीवित हुनुहुन्थ्यो, मम्मी त्यतिखेर बितिसक्नु भएको थियो। त्यतिखेर मैले त्यो अमेरिकामा त्यो दृश्यलाई देखेँ अनि त्यो खालको सम्बन्ध बुवासँग स्थापित गर्न मलाई मन लाग्यो, त्यो घनिष्ठताको सम्बन्ध। आमेन। Amen. Let's say amen, everyone. Everyone unmute and let's take a एकचोटि moment to say सबैजनाले आमेन amen to भनिदिनुहोस् त, this kind of बुझ्नुभयो भने। amazing God we have. तपाईँहरूले माइक Amen. खोलेर Amen. 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 So आमेन, आमेन। then let me ask you, my friend. Let me ask you, my friend. I want you to answer. We are still, unmuted. Let's just answer. And let me ask you, do you have eternal life? तपाईँहरू आफ्नो माइक खोलेर बस्नु होला। तपाईँलाई सोध्दै हुनुहुन्छ कि तपाईँसँग अनन्त जीवन छ त? अब Are you Amen. coming to know Him? Amen. 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 आमेन। Amen. 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 And so I went to Korea to meet my dad. त्यसै कारणले गर्दा म कोरिया चाहिँ मेरो बुवालाई भेट्नको लागि आएँ। त्यस पछाडि त्यो दृश्य घटना पछाडि I went to the airport. म I म arrived at the त्यहाँनिर airport. एयरपोर्टमा पुगेँ। I went to the airport and then my father came out and then, I wanted to hug him. But then as soon as I saw my dad, I got frozen. and, अनि and then जब म चाहिँ बुवालाई भेट्न भनेर कोरिया फर्केँ अमेरिकाबाट, अनि जब म कोरियाबाट एरोप्लेनबाट एयरपोर्टमा उत्रेँ र एयरपोर्टमा जब मैले मेरो बुवालाई देखेँ अनि फेरि म चाहिँ त्यहाँनिर अड्किएँ, एउटा के भन्छ, फ्रोजन because, भएँ। because my father was such a fearsome person. So I was frozen. And then while I was kind of hesitating, and before I had a chance to hug my dad, he just took out his hand and then he took out his hand and then shake me shook my hands. अनि म चाहिँ त्यत्रो होइन भावनाका साथ, त्यत्रो चाहिँ अब त्यो विचारका साथ मेरो बुवालाई चाहिँ म भेट्छु, अँगालो मार्छु, त्यो एकदम जोस र त्यो मस्तिष्कको त्यो सोचाइका साथ चाहिँ म त्यहाँनिर अमेरिकाबाट कोरिया एयरपोर्टमा उत्रेँ अनि मेरो बुवालाई देखेँ अनि म चाहिँ रोकिएँ अब बुवालाई देख्ने, किनभने मेरो बुवा हेर्दाखेरि डरलाग्दो खालको हुनुहुन्छ। अनि पहिले बच्चादेखि पिटा खाएकोहरू पनि याद आयो होला। अनि त्यस पछाडि अब उत्रिने बित्तिकै के गरौँ भनेर रोकिरहेको थिएँ अनि बुवाले चाहिँ हतार हतार हात निकालेर यसो हात निकालेर चाहिँ ह्यान्डसेक गर्नुभयो बुवाले चाहिँ मसँग भनेर भन्दै हुनुहुन्छ। And during that whole trip, only thing I could do when I was taking pictures with my dad, I was able to put my hand around his shoulder and then I was able to take a picture, and that was about it.
And so my mission is utterly failed. त्यो अवस्थामा चाहिँ अनि म त्यहाँनिर बसिरहेको थिएँ। अब त्यो अवस्थामा थिएँ कि अब म चाहिँ के चाहिँ गर्ने भन्दाखेरि त्यो फोटोहरू खिच्दै गर्दाखेरि कतिसम्म गर्न सकेँ भन्दाखेरि मेरो हात चाहिँ बुवाको काँधमा लगाएर अँगालो मारेर यसो फोटो खिचिन्जेलसम्म चाहिँ भयो। त्यहाँनिर मेरो मिसनै फेल्ड भयो। अब जुन अँगालो मार्छु, जुन चाहिँ बुवालाई अङ्कमाल गरेर मेरो हृदयका कुराहरू व्यक्त गर्छु भन्ने खालको भावनासहित आएको, अन्तिममा फोटो खिच्दाखेरि अँगालो मार्दा अँगालो मार्नमा सम्म मात्रै हुँदाखेरि अब त्यहाँनिर मिसनै फेल भयो भन्ने जस्तो भन्थे नि। But something very interesting happened before I came to United States. I was able to visit my dad, and then my dad actually was a pastor in Korea too. And I visited my dad when he was working in that institution. I visited him and I said, "Dad, I'm leaving. I had a great time with you." Um, you see, I wasn't able to say I love him at that point, and I wasn't used to it. And he knew I loved him, and I knew he loved me, but we weren't able to be verbalized. So I was greeting him like politely, like, "Dad, hope you have a great time. I'll see you again," and I was saying that to him. But then after I leave, he says something that he never ever shared with me before. अनि अब अमेरिका अब त्यहाँनिर त्यसरी भेटघाट भयो अनि समय बित्यो। अनि जब फेरि अमेरिका फर्किने बेलामा अनि मैले मेरो बुवालाई भेट्न गएँ। अनि मेरो बुवा पनि त्यहाँनिर चाहिँ पास्टरिया सेवाकाई गरिराख्नु भएको थियो। अनि उहाँलाई भेटेर मैले अब वास्तवमा चाहिँ म कति प्रेम गर्छु भन्ने भावना उद्देश्य बोकेर आएको थिएँ व्यक्त गर्नका लागि। तर ती कुराहरू व्यक्त गर्न सकिरहेको थिएन। त्यहाँ अचम्मको कुरा के भयो भन्दाखेरि जब म जान लागेँ, बुवा ल तपाईँसँग मैले राम्रो समय बिताएँ, धन्यवाद, होइन यताउति। अब म कति प्रेम गर्छु भन्ने कुरा थाहा छ मस्तिष्कमा, बुवालाई पनि थाहा छ कति प्रेम गर्छु छोरालाई, छोरालाई पनि थाहा छ म कति बुवालाई प्रेम गर्छु भन्ने। अब तर त्यो कुरा हामी प्रकट गर्न सक्दैनौँ क्या, हामीले प्रस्तुत गर्न सक्दैनौँ एकअर्कामा। अनि त्यो खालको अवस्था चाहिँ भइरहेको थियो। अनि तर त्यहाँनिर बुवाले एउटा यस्तो खालको शब्द अथवा चाहिँ यो कुरा भन्नुभयो कि जुन चाहिँ उहाँले कहिले पनि भन्नुभएको थिएन। To this day, think about that, bring tears in my eyes. र आजको दिन त्यो कुरालाई सम्झिँदा पनि मेरो आँखामा आँसु आउँछ। And he said, "Son, son, I'm very proud of you." अनि बुवाले यो भन्नुभयो कि छोरा, म तिमीबाट चाहिँ एकदमै म तिमीप्रति चाहिँ म एकदमै गर्व गर्छु भनेर बुवाले When भन्नुभयो। he told me that he was proud of me, I was जब supposed to say, go ahead. जब उहाँले भन्नुभयो कि छोरा म तिमीप्रति एकदमै गर्व गर्छु, म चाहिँ त्यहाँ उभिनु पर्थ्यो। I was supposed to say, "Oh, Dad, I don't deserve that. Take that word back." I don't deserve to hear that. That's how I was supposed to respond to it. मैले According to चाहिँ अब according to त्यहाँनिर Korean tradition. Yeah. मैले चाहिँ त्यहाँनिर बुवालाई बुवा, म त्यत्रो योग्यको छैन, मैले म त्यस्तो गर्व गर्ने खालको छैन, अथवा चाहिँ मैले त्यसरी भन्नुपर्थ्यो, प्रत्युत्तर दिनुपर्थ्यो। तर Instead, since I was dying to hear such words of affirmation, when I heard that he was very proud of me, at that moment, I lost my mind. I lost my mind. I was so touched. I was so shocked. I was so like, wow. And, for him to tell me, like, this is just like amazing. And, even though I got my PhDs and everything, and my father never ever said anything. And then on that day, he was telling me he was proud of me. And without me knowing, out of my mind, how I responded to him. अनि अनि त्यो अवस्थामा कि मैले चाहिँ अब बुवाले मलाई मैले कल्पनै नगरेको, मैले कहिले पनि नसोचेको त्यस्तो खालको शब्द भन्नुभयो कि छोरा म तिमीप्रति गर्व गर्छु। अथवा चाहिँ अब मैले पिएचडी पनि गरिसकेको थिएँ, त्यो कुराहरू गरिसकेको थिएँ, कहिले पनि त्यस्तो भन्नुभएको थिएन। तर त्यतिखेर त्यो शब्द भन्दाखेरि अब मैले प्रतिउत्तरमा अब म त्यत्रो योग्यको छैन भनेर अब त्यसरी जवाफहरू दिनुपर्ने। तर मैले के चाहिँ जवाफ दिएँ भन्दाखेरि
without me realizing, I found myself to say, Amen. अनि अनि त्यस्तो सुन्दाखेरि मेरो दिमाग नै रोकिएको थियो। के हो, के भइरहेको थियो मलाई कहिले पनि सोचेको त्यस्तो खालको म तिमीप्रति गर्व गर्छु भन्ने खालको आउँदाखेरि अब मैले त्यसरी प्रतिउत्तर दिनुपर्यो। अन्त्यमा मैले अन्ततः म कुन बुद्धिले मैले आमेन भनी पठाएँ भनेर भन्दै थिएँ। My father had a sense of humor, and he was asking back to me by saying that, do you know what Amen means? अनि त्यसरी त्यो एउटा सरल तरिकाले सोच्दाखेरि पनि अनि बुवाले सोध्नुभयो फेरि आमेन भनेको के हो तिमीलाई थाहा छ भनेर सोध्नुभयो। He said, Amen means say it again. आमेनको अर्थ चाहिँ फेरि पनि भन भने जस्तो। And he said, do you want me to say it again? अनि उहाँले भन्यो के म फेरि पनि तँलाई त्यो कुरा भनौँ भनेर। And then he said, I'm proud of you. अनि उहाँले भन्नुभयो म तँप्रति धेरै गर्व गर्छु भनेर। Even though my father, went to sleep in the Lord, 10 some years ago, the words that he shares with me is still ringing in my ears right now. अनि 10 वर्ष अगाडि मेरो बुवा प्रभुमा सुत्नुभयो। त्यतिखेर पनि र अझै पनि मेरो कानमा चाहिँ त्यो आवाज गुन्जमान छ। अझै पनि त्यो आवाजलाई महसुस गर्न सक्छु। Every son wants to be acknowledged by his father. र प्रत्येक छोराहरू चाहिँ आफ्नो बुवाबाट बुवाले आफ्नो हामीलाई के भन्छ त्यो याद गरेको अथवा बुवाले चाहिँ हामीलाई त्यो कुराको Every daughter wants to be cherished by their father. र हरेक छोरीहरू चाहिँ आफ्नो बुवाले आफ्नो छोरीहरूप्रति खुसी भएको बुवा चाहिँ आफ्नो छोरीहरूप्रति खुसी भएको चाहन्छ। Father's role is so powerful. र बुवाको भूमिका चाहिँ एकदमै शक्तिशाली हुन्छ। When father opens up his heart and starts sharing his heartfelt love to his family now, it's going to be life changing. र प्रत्येक बुवाहरूले चाहिँ जब आफ्नो परिवारसँग चाहिँ त्यस्तो खालको भावना अथवा त्यो खालको त्यो प्रेम प्रकट गर्न सुरु गर्छ अहिले उसको जीवन परिवर्तन हुनेछ। आमेन। When a husband opens his heart and to share his heartfelt love to his wife is life changing. र जब आफ्नो श्रीमानले चाहिँ आफ्नो हृदयमा भएको प्रेमलाई आफ्नो हृदयमा भएको त्यो उप्रति भएको स्नेहलाई प्रकट गर्छ उसको जीवन परिवर्तन हुन सुरु गर्छ। Don't wait until later. तपाईले अन्तिमसम्म अथवा पछिसम्म नपर्किनुस् त्यो कुराहरू Time गर्नका is लागि। now. Time is now. समय चाहिँ अहिले हो। समय चाहिँ अहिले हो आफ्नो प्रेम प्रकट गर्ने व्यक्त गर्ने। You look at God of the Bible. तपाईले बाइबलको परमेश्वरलाई हेर्नुहोस्। And sometimes I wonder how come God had so much to say that he had to write 66 books. कहिलेकाहीँ म अचम्म पर्ने गर्छु परमेश्वरलाई कति चाहिँ भन्नु छ कि उहाँले 66 वटा पुस्तकबाट भन्नु भएको छ व्यक्त गर्नु भएको छ। I asked that question to God. र मैले त्यो कुरा परमेश्वरलाई सोधे। During their entire life, people have a hard time even reading one book, but you wrote 66 books. मानिसले चाहिँ जीवनमा चाहिँ कतिजनाले मुस्किलले पनि एउटा पुस्तक पढिसक्ला तर तपाईले चाहिँ 66 वटा पुस्तक लेख्नु भएको छ मानिसलाई प्रेमको प्रकटीकरणको लागि। If you study and read one book of 1 year, one book of year, then it's going to take 66 years. Hello? र दिनको एउटा वर्षको एउटा पुस्तक मात्रै पढ्नु भयो भने वर्षको एउटा मात्रै पुस्तक पढ्नु भयो भने तपाईलाई 66 वर्ष लाग्छ 66 वटा पुस्तक सक्नको लागि। You know what God told me? तपाईलाई थाहा छ परमेश्वरले जब मैले त्यो सोधे परमेश्वरले के भन्नुभयो? He said 66 books are not enough to tell you how much I love you. अनि परमेश्वरले भन्नुभयो कि 66 वटा पुस्तक चाहिँ काफी छैन मैले तिमीलाई कति प्रेम गर्छु भनेर व्यक्त गर्नका लागि। Wow, God talks a lot, but he shares his love for us endlessly. वाउ, परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ तर उहाँले हामीलाई अनन्तसम्म अथवा चाहिँ कहिले पनि नसकिनेसम्म चाहिँ आफ्नो प्रेमलाई प्रकट गरिरहनुहुन्छ। आमेन।
it's time for me to open my heart. यो समय चाहिँ मेरो हृदयलाई खोल्ने समय हो। Open my heart from bitterness, open my heart from anger, open my heart from, hatred, open my heart from unforgiveness. We need to open our heart and learn to be connected again, no matter what. Don't argue about who's right, who's wrong. Don't don't harbor resentment of how much you've been hated, how much you've been betrayed. It's time to open our heart and to share our heartfelt love to one another, because that's what knowing God is all about. And that's what eternal life is all about. त्यसै कारणले गर्दा हामीले के बुझ्नुपर्छ भन्दाखेरि हामीले चाहिँ अब ढिलो गर्नु हुँदैन कि परमेश्वरको प्रेमलाई अँगाल्नको लागि। हामीले कति चाहिँ हामीसँग कति घमण्ड, ती कुराबाट खुल्ने कुरा हाम्रो रिसबाट, हाम्रो डाहाबाट, हाम्रो जुन पश्चातापी हृदयबाट खोलिने समय आएको छ। हामीले कसले कति हामीलाई दबायो, हामीले कसलाई दबायौँ, कसले हामीलाई चाहिँ पेल्यो भन्ने कुरामा भन्दा पनि हामीले परमेश्वरको प्रेमले चाहिँ हामीलाई कति घनिष्ठतामा ल्याउन खोजेको छ, त्यो कुरालाई हामीले बुझेर हाम्रो हृदय चाहिँ परमेश्वरसँग खोल्नुपर्छ र हाम्रो अनन्तताको लागि हाम्रो हृदयलाई तयार गर्नुपर्दछ। There's a second part of my story with my father about hugging. My mission was not over. I failed it. And yet I heard that tremendous words of affirmation from my dad. But second part of my story is coming next week. र मेरो Because अर्को बुवासँग time is up. अङ्कमाल गर्ने त्यो स्पर्श, जुन चाहिँ अङ्कमालको स्पर्श गर्ने अर्को दोस्रो मिसन थियो, अनि त्यो चाहिँ अब बाँकी नै छ। अर्को हप्ता आउँदो हप्ता म तपाईँलाई बताउने छु। Let's open our hearts today to call your loved ones. If they're not with you, far away, call them, text them, email them. Best thing to do is to call them and to tell them of your heartfelt love for them. Tell your son and daughter, tell your husband and wife, the people in the church or people, who are outside of church, people you meet, tell them you care about them, be kind to them, and share your heartfelt love for them, because that's what God is all about. God is a God of intimacy. And if we have eternal life by knowing Him, that eternal life leads us to an abundant life. John chapter 10, verse 10. That abundant life is not the rich life with a thick bank account. Eternal life is nothing but to have that intimate relationship with one another and to celebrate that knowing of one another. And let's practice that today. र त्यसै कारणले गर्दा आजको दिन चाहिँ त्यो दिन हो जुन दिन चाहिँ आफ्नो घनिष्ठता, आफ्नो परिवारलाई, आफ्नो छोराछोरीलाई, आफ्नो बुवालाई, आफ्नो आमालाई टाढो हुनुहुन्छ भने फोन गर्नुहोस्। आफ्नो नजिकको मित्रहरूलाई, मण्डलीको, अनि त्यसो आफ्नो गाउँ समाज टोलको आफ्नो घनिष्ठ व्यक्तिहरूलाई चाहिँ आफ्नो प्रेम प्रकट गर्नुहोस्, व्यक्त गर्नुहोस्। कति तपाईँले प्रेम गर्नुहुन्छ, कति वास्ता गर्नुहुन्छ, कति चाहिँ उहाँहरूप्रति चाहिँ तपाईँको भावना कस्तो छ, त्यो कुरा प्रकट गर्नुहोस्। किनभने वास्तवमा चाहिँ परमेश्वर चाहिँ घनिष्ठताको परमेश्वर हुनुहुन्छ, जसले चाहिँ हामीलाई एकदमै नजिकबाट चिनेको र उहाँसँग सबै कुरा व्यक्त गरेको चाहनुहुन्छ। र त्यसै कारणले गर्दा यूहन्ना 10:10 भन्दछ, तिमीले तिमीलाई अनन्त जीवन तिमीले चाहिँ अनन्त जीवन पाउन् र त्यो पनि प्रशस्तसँग पाउन्। त्यो खालको जीवन चाहिँ परमेश्वरले हामीलाई दिन चाहनुहुन्छ, प्रशस्तताको अनन्त जीवन। त्यो भनेको हाम्रो ब्याङ्क एकाउन्टमा यति धेरै मोटो रकम हुनु होइन, हाम्रो जीवनमा एकदम सम्पत्तिले भरिभरा हुनु होइन, तर परमेश्वरसँगको त्यो घनिष्ठताको सम्बन्धमा हामीले अनन्त जीवनलाई प्राप्त गर्न सक्छौँ। र आजको दिन तपाईँले व्यक्त गर्नुहोस्। टाढो भएको नरनाथ आफन्त, छरछिमेकी, छोराछोरी, आफ्नो श्रीमती, आफ्नो श्रीमान कोही हुनुहुन्छ भने तपाईँले चाहिँ
त्यो कुराहरू व्यक्त गर्नुहोस् र परमेश्वर त्यो चाहनुहुन्छ आमेन Amen. Thank you, Pastor, for translating for me in that wonderful manner. Uh, your name is Mm. Kailash. Pastor, Kailash? yeah, yeah, I'm Pastor. not a pastor. I just did the theology. I'm Okay. theologian. Okay. Thank you Kailash. so much for the Yeah, my wonderful brother welcome. Kailash. Thank you for your Yes. work. And before I end, if there's anybody who would like to share what they have learned, who would like to share what they want to do in their lives, how they want to celebrate this eternal life that knowing God, leads us to do. Anybody to share, just share bits and pieces, little moments. I would like to give one or two, have some feedback, respond, and then I'll र close. कोही र आज कोही दाजुभाइ अथवा दिदीबहिनीबाट पनि कसैले भनिदिनु उहाँ सुन्न चाहनुहुन्छ विशेष गरेर आजको वचनबाट तपाईँले जुन कुरा बुझ्नुभयो त्यो कुरालाई कसरी व्यक्त गर्न चाहनुहुन्छ आउने दिनमा अथवा के बुझ्नुभयो आजको वचनबाट र आउने दिनमा अथवा आफ्नो निर्णताहरूसँग कसरी त्यो कुरालाई व्यावहारिक जीवनमा ल्याउन चाहनुहुन्छ तपाईँले त्यो कुरा पास्टरलाई भन्न सक्नुहुनेछ उहाँ सुन्न चाहनुहुन्छ एकजना दुईजना कसै हुनुहुन्छ Any- भने अनम्युट गरेर भन्नुहुन्छ तपाईँ पास्टर मणि पार्की Yes. हजुर मैले परमेश्वरले मैले धेरै आशिष पाएको छु अनि हाम्रो जो परमेश्वरको प्रेम परमेश्वरसँगको सम्बन्ध नै हाम्रो अनन्त जीवन हो भन्ने प्रभुको वचनबाट मैले धेरै धेरै आशिष पाएको छु यो मेरो लागि एकदमै आशिषमय भएको छ अनि परिवारको सम्बन्ध अनि आफ्नो छरछिमेकीहरूसँग सम्बन्ध यसरी चाहिँ हामी अङ्गालो हाल्ने र प्रभुको सेवामा अगाडि बढाउने यो परमेश्वरको प्रेम धेरै महान परमेश्वरको प्रेम नै हाम्रो अनन्त जीवन भन्ने कुरा चाहिँ मैले सिक्ने मौका पाएँ सुन्ने मौका पाएँ जान्ने मौका पाएँ र यो म सेयर गर्नेछु अरूहरूलाई पनि र यो धेरै अमूल्य वचन प्रभुले हामीलाई दिनुभयो धन्यवाद So he's Pastor Mani Parki from Western Nepal, and Mhm. he is so blessed by today's word of God, and he learned that to have a intimacy with God is eternal life, and the relationship with the friends, family, and for the church, that how I need to share with them, and I learned from today's sermon, and I want to do that in my practical life. Thank you so much. Amen. That was beautiful. That was beautiful. Thank you for sharing. Thank you for sharing.